हेलो गाइज गुड मर्निङ माई नेम इज कार्प शेर्पा सबैजना सम्झिनुहुन्छ होला आज चाहिँ दिन स्पेसल हुनेछ किनकि मेरो बुवाको आज बर्थडे हो बर्थडे अब सेलिब्रेसन गर्नुपर्छ एकछिन म बजारतिर जान्छु बजारतिर गएर केक सेक लिएर आउँछु अनि बेलुका केक सेक काट्नुपर्छ अब यहाँ माथि छतमा गएर यता चाहिँ त लुगा सुकाइरहेछ चर्कुट बजार त्यहाँनिर म यता बुवा तल ड्राइभिङ सेन्टर अब एकैछिन भन्दा नि त अब 6-7 बजीतिर बजारबाट केक सेक ल्याएर केक सेक काट्छौँ अनि अन्तिमसम्म भिडियो हेर्नु होला आजको भिडियो दामी हुनेछ गाइस ओके बाइ ओके गाइस ल त अब हामी अब एकछिनमा केक सेक लिन चर्कुटतर्फ लागिरहेछ बाइक वार्मअप गर्नुपर्छ ट्याक्क लगाएर बिरालो बाइक छ यहाँ बाइक स्टार्ट गर्ने एकैछिन स्ट्यान्ड राखेपछि ट्याक्क आज चाहिँ हाम्रो बुबाको यहाँ बर्थडे छ बर्थडे सेलिब्रेट गर्न छ अघि बिहान मैले भनिसकेँ अब आज हाम्रो बुबाको बर्थडे छ यताउता हामीले अघि तल बजारबाट केक सेक ल्याइसक्यो यहाँ बुवा र छोरा यहाँ टक्क बसिरहेछन् यता दाइ भाउजू छोरी यता उज्जवल अनि पिउमा बसिरहेछ अब एकछिन केक सेक काट्छौँ त्यसको भिडियो हेर्नु होला ह्यापी बर्थडे टु